आदरणीय दर्शकबिन, हामीले हिजो गुन्द्रेकेरा काटेका थियौँ। त्यसलाई पकाउन हाल्नको लागि हामीले गाउँले दबाई यहाँ असुरा लिन जाँदैछु। म केमिकल हालेर पकाउँदैन, हाम्रै गाउँघरको असुरो राखेर केराको बिचबिचमा राखेर पकाउने गर्छौँ। म जाँदैछु यता हाम्रो ठुल्दाइको बाह्रमा छ, त्यता जाँदैछु। यस्तो छ र मालदाईको घर, तल मालदाईको घर छ। यहाँ त बारी छ, सुन्तला बारी छ, तल मालदाईको सुन्तला बारी हो। सुन्तला बारी छ मालदाईको। त्यहाँ ठुल्दाईको केरा छ, यो ठुल्दाईको गोठ हो। त्यता मालदाईको भइहाल्यो। यता चाहिँ म स्कुल जाने, बालखान जाने, यता पनि बालखान जान्छ। यो बाटो हुँदै जाने बाटो छ। यहाँ चाहिँ असुरा लिन आएको। असुरा त यहाँ छ, यहाँ यो छ असुराको मुन्टा, फाप मुन्टा ट्याक्क बिचबिच आएपछि यस्तो गराएर रहनु पनि जति ल्याउन भने किन कति ल्याउन भने हामीले गाउँले विधि अपनाइन्छ, केही बेखात गर्दैन। बजारको पकाउने तरिका केमिकल हाल्ने, पानीमा डुबाउने, 5 दिनपछि पकाउने हो कि 10 दिनपछि पकाउने हो कि कति दिनपछि पकाउने, त्यही अनुसारको केमिकलको रेसियो हाल्नुहुन्छ। हामीले त्यस्तो होइन, त्यस्तो होइन। हामीले त यसरी यो राखेपछि सफा हुन्छ के। यति भयो, अझै पुग्दैन। अब यहाँ पनि छ, छन् त 18 छ। त्यहाँ छ सजिलो, यति टिपे हँसेर यति टिपे पनि केरा पसाएछ। यहाँ पनि लच्छीहरूको केरा पसाएछ है। हजुर टिपेर जाँदैछु। अब कसरी केरा पकाउन हाल्ने, त्यस्तै गरेर राख्ने।
ल